मैले सुने हाम्रो साथीभाइहरू एक आपसमा कुरा गर्दै थिए, आहा क्यानाडा, सफलहरू व्यवसायी, असफलहरू त झन् समाजसेवी, वरिष्ठ समाजसेवी। आहा यस्तो पो देश। यी रहेछन् ढाके दाई, बुटौल काठमाडौँ पुगे, नाम पाके लाग्यो भोपाल राखे, कसो तसो खरबेटीको छोरी पटियो, पैसा छोरी दुवै लिए दूरदराजको अङ्ग्रेजी देशमा पुगे, त्यहाँको कुनै काम मन परेन, नर्थ क्यारोलिना तर हानिए। किचनमा काम गरे, गाडीमा काम गरे, पेट्रोल बम सारा चारे। आफ्नो खुबीले भ्याउने सबै काम खोजेकै हुन्, भुइँ पुछेनन् कि, होटल होटल चाहारेनन् कि, के गरेनन्। दिक्क भएपछि एक दिन संस्थामा लागेका, कता कता संस्थाबाट स्पोन्सर गरी मान्छेले आउँदा तिनै मान्छेबाट भिसा गरिदिए बापत पैसा पो मिल्दा दङ्ग परे। तस्करी पेसाले अलिकति हातमा पैसा पर्यो, दङ्ग परे। अब त के सारा परिवारलाई नै लगाए, घरै बिचे परिवार, परिवार बिचे संस्था बनाए। अब दलालीसँग पनि सम्पर्क भयो, पैसा दलालीले पनि खाए, तर लाटपेती खाइदिए आफै गर्न गाडका भने। 2 दिनको फर्तीले यिनले आफ्नो अब वास्तविकता बिर्से। अब त्यस्तो भने समाजलाई देखाउन पनि सारा संस्थामा आफै ठुलो बन्नुपर्ने, सबै पद चाहिन पर्ने भयो। यिनी आफू सुध्रन सकेनन्, तर यिनलाई सबैले बुझे र यिनीबाट सिके। ओहो, यिनको उदाहरणले धेरैजनालाई यस्तै गरी बिग्रिनबाट रोक्यो। बिग्रिन मात्र रोकिएन, अरूलाई पनि यिनी उदाहरणको पात्र बने र अरू पनि रोकिए। वास्तवमा यिनीले सोचे जस्तै यिनी आफ्नो लागि नभए पनि अर्काको लागि वास्तवमै समाजसेवी भएर रहे। आफूले आफूलाई र समाजले आफूलाई वरिष्ठ समाजसेवी ठान्दछन् भन्ने भ्रममा रहेका यिनी जे होस् प्रवासमा मेहनतीहरू कसरी सफल हुन्छन् र खराब लाइनमा लागेकाहरू पनि वरिष्ठ कहलिन सक्छन् भन्ने नयाँ प्रयोग गर्न सफल भए।